हेलो एन्ड नमस्ते तपाईहरु सबैजनालाई फेरि पनि तपाईहरुलाई मेरो टाइम्स ब्लगमा स्वागत छ। आई होप तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अहिले भनी चाहिँ म नेपालमा छु, नेपालबाट सुट गरिरहेको छु र मेरो च्यानललाई धेरै माया र सब्स्क्राइबको खाँचो छ र सब्स्क्राइब गर्नु नबिर्सनुस् होला। ल लास्टसम्म मेरो भिडियोलाई हेर्नुस् होला भन्ने आशा राख्दछु। मेरो टीका अडिन्छ मजा। हेलो गाइस, नमस्ते भाइ बहिनीहरु सबजना। आज चाहिँ हामी भ्लग बनाउँदैछन्। मैले मोबाइल चलाए भाइको कि गाइस आज चाहिँ हामी मामिलामा आएको छन्। यो चाहिँ मेरो सानो भाइ, तर यो पुड्के छ, त्यसको लागि त्यसको नाक पनि चिच्चे छ। अनि फेरि हामी चाहिँ कुद्दै भ्लग बनाउन आएको गाइस। किनभने कुद्दै भ्लग बनायो भने धेरै भ्युअर्स आउँछ भनेर मैले अहिलेसम्म सुनेको थिएँ। अब त्यही होला नि। अरू फेरि हामीहरू फेरि बिचदेखि निस्क्यौँ। अनि गाइस हेर्नु गाइस गाइस, अनि हामीहरू फास्ट ब्लगिङ गर्दैछन्, मतलब फास्ट ब्लगिङ गर्नु पर्यो नि गाइस। ल अब यो भिडियोमा 1 मिलियन लाइक पुर्याइदिनु, सब्स्क्राइब पनि होस्। पड्काउनु लाइक गर्यो। कहाँ बल्छ नि हावाले, हावा लाग्छ नि। हावाले बल्दैन हौ, निभिहाल्छ। पानीमा पस्छ नि अहिले। हाँस्थ्यौ त खै दाँत तलको पनि छैन क्या हौ, कलर छ। मङ्कीहरू जस्तो देखिरहेछ तिमीलाई। अब यो मङ्की चेस खेल्नु हुँदैछ दुईजना ठुलो बुवा र माइला भाइले है। अब हेरौँ कसले जित्नुहुन्छ। अब त मेरो जन्मै नि नयाँ तिम्रो जन्मी होइन त्यो त जन्माउनु तपाईँले त्यो ध्यानै दिनु भएन। मेरो अर्को छ नि सु तिम्रो जन्म होइन के गर्नु तपाईँ जन्म मेरो त रेडी छ त यहाँ मार्यो भने खेल गर्नु हुन्छ। अहिले मार्दिन। A few moments later. त्यही त भनेको मैले सदा इच्छा पुर्याइदिउँ। मनमा जे चिताएको छ सबै पुगेर जाओस् भनेको जस्तो। नोकरी पनि पर्न जाओस्, छोकरी पनि पर्न जाओस्, दुईटै काम होस्। हो त्यसो भयो भनेदेखि दुईटा काम एकैचोटि नवदुर्गा भगवान्ले। अब टिका कहाँ लाउनु, कपाल त अगाडि झारेको छ। अरे भयो तल त केटीको हुन्छ त, यहाँ माजामा लगाउनु पर्छ। अलिक कपालमा तान यसो तान, त्यही त भने तल लाउनु हुँदैन, यहाँ बिचमा हुनु पर्यो नि त। कति माथि फेरि दुर्गा भवानी हे शक्ति स्वरूप, हे जगत की जननी, हे जगत की कल्याणकारिणी माता। ल आमाले पनि लगाइदिनु हुँदैछ है। ल मोबाइल उनलाई दिए नि हुन्छ देऊ। ल ल ए ल ल ए हो सिउरी दिने केटाहरूलाई। ल सदा सुखिरहनु। दुर्गा माताले रक्षा गरून् मेरो छोरालाई, जहिले तहिले फस होस्, पढ्नु मात्रै मन लागोस्, केटीपट्टि मन नजाओस्। पढ्नमा मात्रै ध्यान जाओस्। बिपुल दाइ जस्तो बिहा गर्ने, राम्रो केटी बिहा गर्ने। ल साथी नै जानेको फोटो खिच्देऊ न एकचोटि।
टिकै लगाएको हुनुपर्छ भन्ने छैन। कुन चाहिँको मोबाइल हो आज चाहिँ? ल हामी सबै बसौँ न यहाँ यसमा हो बसौँ सबै फ्यामिली बस ए अरू पैसा चाहिँ जाने बेलामा दिने अरे हजुरआमाले ठुलो मामीले ल आफै सिउरिन्छ नि पैसामा राखेर देऊ न उनीहरूले मिलाएर आफै चट्ट गर्छ नि त नेपालमा यस्तो जमरा लाउँदो रहेछन् भन्छ नि उहाँ फुल दिन्छन् होइन अहिले त जमरा पनि राख्छन् होला खै हाम्रो जमारै राख्छन् त पहिला पहिला त फुल जमारा उम्रिएन कुनै हालत चाहिँ भएन भनेदेखि फुल दिन्छ त जमारा चाहिँ राख्नै पर्छ टाउको लगा आफै आयुष्मान भव रोग कष्ट हरोस् चिरञ्जीवी बाबा चिरञ्जीवी बाबा ल चिरञ्जीवी बाबा चिरञ्जीवी बाबा के माने हुनु यो खाजा नास्ता गराउ त नास्ता गरेर यसको त आवाज पनि बाउको जस्तो अनुहार पनि घुमाइ फिराएपछि बाउ जस्तै हुने रहेछ त कसको होइन यता म त कान्छा मामा ल खोइ अब त मामापट्टि त कुरा छोड्देऊ आवाज सवाज सबै मिलिरहेको छ बुढो माओलीपट्टि गएको छ यसको अनुहार हिजो बोल्दै थियो नि साथी मेरो थियो न होला ल चिरञ्जीवी बाबा अब भने चाहिँ हामीले ठुलो बुवा र ठुलो मम्मीको हातको टिका लगाइसक्यौँ। अब टिका लगाइसकेर चाहिँ हामी निस्किँदैछौँ। अब हामी कहाँ जानु लागेको भन्दा चाहिँ अब चाहिँ हामी भाउजूको माइती घर जाँदैछौँ। उहाँ पनि टिका छ हाम्रो है, उहाँ पनि टिका लगाउनु नै गएको। यसो भाउजूको मम्मी बुवालाई पनि भेट्ने हो अनि यसो घुम्दै हामी चाहिँ भाउजूको माइतीतिर जाँदैछौँ। र एकदमै वेदर पनि यस्तो दामी भएको छ, एकदमै शीतल हावा है। एकदम सिटीमा चढेर एकदमै शीतल हावाको मजा खाँदै भ्यूहरू हेर्दै धान खेतहरू हेर्दै भाउजूको माइतीतिर जाँदैछौँ हामी। ल मेरो भिडियोलाई कन्टिन्यू हेरिदिनुहोस् होला। 2 hours later. छोटो छोटो भयो यहीँ छु ओइ नगर्नु सिद्धार्थ ल ठिक छ देख्यो भिडियो हो लु काम छ जतिका जति छन् जमारा टिका लाउनलाई त मम्मीहरूले एक एकवटा दिनुभयो क्या हो म भएको त अलि दिने त्यतिको लागि मलाई पर्दैन होला के भन्नु छ टिका लाइन्छु भन्ने आज उसको पालो त्यो लगाइदिनु बसिराख्नु लु बसिराख्नु टिका लगाइदिने पर्खिन त भाउजूको आशीर्वाद लागिहालोस् लगाइदिन्छु पक्का काकाले लगाइदिन्छु राम्रो मात्रै सुन्न पाइयोस्
नराम्रो कहिले सुन्न नपाइयोस्। सद्बुद्धि आओस्, कुबुद्धि जाओस्। छँदै छैन नि त्यत्रो पढ्दैछ पढाइमा मन कुबुद्धि आइहाल्यो भने जाओस् लु मलाई टिका लगाइदेऊ म तिमीलाई लगाइदिन्छु लु मलाई मेरो बुवाले लगाइदिन्छ नि आमा कस्तो कुरा गर्नुहुन्छ आफै लाउने हो मेरो सिराट मेरो ससुराको राम्रो बुद्धि आओस् भनेर लगाइदेऊ न पढाइ होस्। जमारा पैसासँग दिएको छ घमण्डी भइसक्यो घमण्ड जति गोजीमा हाल्नु गङ्गा माइले बगाइ लैजाऊ। रोग कष्ट भन्ने एकदमै नलागोस्, दीर्घ आयो होस्। सिधो गर्नुहोस् न, सिधा गर्नुहोस् त यसरी। यहाँ चाहिँ को छ हौ? 30 भइसक्यो एकछिन जमारा लगाइदिन्छ हस्। घरको लक्ष्मी हाम्रो घरको सबैभन्दा ज्ञानी यही त हो नि नाना घर अस्ति घर जाँदाखेरि घरै सुन्न भयो ल्याउ न ढोक्नुपर्छ आज। ढोक्नुपर्छ देऊ न जुत्ता छ भने आमालाई त हतार हतार दियो जुत्तामै दियो त आमालाई त हाम्रो ऐना चाहिँ उठ्नु छ है यसो गरेर ढोक्दैन ए ल ल ल पखान चुला सम्पूर्ण 100% कल्याण होस् ल मेरी बुहारी सवितालाई नवदुर्गा भवानीले सदा कल्याण गरून् भक्त पनि हो आफ्नो भक्तमाथि नवदुर्गा भवानी सदा कल्याण राखिदिनु छोराछोरीले साथ दिउन् मेरो नाता नातिनी उसको छोराछोरी सद्बुद्धि आओस् हल्ला नगर नि बेसी ढिलो भयो भने के लाग्यो ब्याड हामीलो म त त्यही दिन न हुन्छ त्यो फुल्लो जमाना सासू ससुरामाथि धेरै रिस नउठोस् अनि जमाना त निकै थियो त खै त रिस उठ्छ नि किन हुँदैन जमाना खतरा बेबी खोइ यता ल्याउनु त थ्यांक यू मम्मी मलाई मेरो अर्को उता बस्नु त बाबाले मम्मीलाई टिका लगाइदिन्छु हुँदैन म धेरै नरिसु त जीवन बाबा कस्तो दुईटा ल अब दादा बिजा मागा लु एकछिन दादा आउँदै गर्नुहोस् भनेर जुन उहरू पहिले टिका लगाइदिँदैछ तपाईँ मेरो दादालाई मेरो दादा ज्ञानी हो सदा मलाई माया मेरो दादालाई माया गर्छु भनेर लाग्नु त फोटो खिच्नु बहिनी लगाइदिउ बोलीलाई धेरै नरिसाउनुहोस् यसलाई यो आरिसे नहोस् बहिनीलाई आशीर्वाद कति राम्रो आशीर्वाद दिएको धेरै ज्ञानी बिबे काका खोइ त छोराछोरीलाई अनि टिका कहिले फोटो यहाँ हो भिटे लु लु छिटो लु काका लगाइदिनु हुन्छ नि त मम्मी छिटो ल्याउ न काकाहरूले छोराछोरीलाई बस्नु यहाँ पुग्यो त टिका त नाम निशान मात्रै हो त ठुलो लाउने होइन त त्यही त काकाहरूले लगाइदिनु हुन्छ नि त हौ बल्ल बल्ल छोराछोरीलाई विवेक काका उज्जवल काका ठ्याक्क लगाइदिनु न त्यसको त्यही नै हरायो त्यति नै हरायो त्यही त लु 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 लगाइहाल्नु त बहिनी त्यस्तो तिनवटा काका लगाइदिनु न भइहाल्छ त राम्रो गरेको छ कहाँ त्यस्तो पाराले टिका लगाउनु राम्रो सिद्धार्थ सिद्धि बस ज्ञानी भएर दादाकै छेउमा बस्नु अब यस्तो काकाहरू कहिले अब मौका पर्छ दसैँमा टिका लगाउने यहीँ भेला भएकोलाई लगाइहाल्नुपर्छ हिरो होइन सानो सानो लाग्यो सानो सानो बिसान्त पनि लगाइदिनु यसो छोडिदिनु न भइहाल्छ है यसो विधि त हो है छोरीलाई ट्याक ट्याक त्यही टिका यसो लगाइदिनु न
पर्दैन पर्दैन यसो लगाइदिनु भइहाल्छ टिका लगाइदिनु न पर्दैन हो नमस्ते गर काकालाई पर्दैन बिशान्त पर्दैन तपाईँ लगाइदिनु न केही हुँदैन आफ्ना छोराछोरीलाई केही पर्दैन चाहिँ बोलाएर लगाइदिनु त सिधा बस सिधी ल A few moments later. हिँड्नुपर्छ अब घरमा यताबाट आज फर्केको हामी बाई गरिरहनु भएको छ धान चाहिँ यति दामी भएको छ धान खेतला मेरो कानको उयो झऱ्यो झरीतिर उयो कानमा झऱ्यो नि घरको स्टाइलहरू चाहिँ यस्तो छ हिलो हिलो गरम भाइ आज अब फर्केको नेपालबाट घरमा पर्सन घर फर्केको के गर्नु अब आएपछि फर्किनै पर्यो 2 दिन बस्यौँ आयौँ खायौँ दुःख दियौँ अब चाहिँ दसैँ पनि सक्यो आज दसैँको लास्ट डे है आज अन्तिम थियो दसैँको र टिका सिका पनि लगाइसक्यौँ दक्षिणाहरू थापेर चाहिँ अब घरतिर लाग्नु पर्यो सबैको आफ्नो आफ्नो व्यवसाय छ म ड्युटीतिर जानुपर्छ सानो कान्छाको कलेज छ महिलाको पनि आफ्नै व्यवसाय छ सबैको आफ्नो आफ्नै हेर्नु पर्यो के गर्नु यस्तै छ कतिजनाको घरमा गई भयो कतिजनाको भएन अब दसैँ हो सबैले आशा त गरेको हुन्छ तर जानु पाएन सबैको घरमा त सबै घरमा जानु नपाएर अब के गर्नु त्यस्तै छ सबैकोमा त जानु पाइनँ नजानु नगएको घरतिर पनि मन नदुखाइदिनु होला आफन्तहरूले किनभने सबैतिर जानु भ्याउँदैन नि त त्यस्तै भयो योपालि अब अर्को साल आयौँला यस साल त्यस्तै भइहाल्यो त्यस्तै भन्दै अब मेरो भिडियो चाहिँ यहीँसम्म अन्तिम भिडियो बनाउँला गाडी पनि आयो हामीलाई गाडीसम्म छोड्न हाम्रो ठुलो बा आउनु भएको थियो आजबाट त नेपाललाई बाई बाई मौका मिले फेरि भेटौँला बाई बाई टेक केयर थ्याङ्क यू फर वाचिङ